हेलो गाइज व्हाट्सअप मेरो अलि ब्लग नआएको धेरै पनि भएको थियो हैन र आज चाहिँ म एउटा नयाँ ब्लग लिएर आएको छु र आज चाहिँ म जिरी जाँदैछु जिरी सोलो हैन र यो जिरी जाने क्रममा चाहिँ अब बाटोमा विभिन्न ठाउँहरुको अब नाम चलेको ठाउँहरु जस्तै खाडीचोर भयो माथि चाहिँ मुडे हैन को अहिलेको अवस्था कस्तो छ त्यो पनि म चाहिँ यहाँ अब देखाउने प्रयास गर्नेछु र अब ठ्याक्क यहाँबाट चाहिँ आज म अब मेरो गाडी बिआइडी डल्फिन हैन डल्फिनले चाहिँ जिरसम्म पुग्दाखेरि कति चार्ज खान्छ त्यो पनि म बनाउँछु हैन अब अहिले चाहिँ मेरो गाडी ठ्याक्क र गाडीको चार्ज चाहिँ ठ्याक्क अहिले 100% छ हैन म अब यो मिटर पनि ट्रिप ए यसलाई चाहिँ 0 मा पुर्याइदिन्छु हैन ट्रिप ए को हाम्रो मिटर अनि अब चाहिँ गाइस है म यहाँबाट घरबाट दुवाकोटबाट चाहिँ निस्किन लागे र बिच बाटोमा चाहिँ भिडियो बनाउँदै चाहिँ जानेछु हेर्नु होला लाइक कमेन्ट गर्न नबिर्सनु होला माया नमान्नु होला है त र अहिलेको समय चाहिँ ठ्याक्क 10:30 भएको छ 10:30 मा चाहिँ म दुवाकोट घरबाट चाहिँ निस्केर साथीहरु ल मेरो अब यात्रा चाहिँ यहाँबाट सुरु भयो हैन अब चाहिँ म यहाँबाट चाहिँ ठ्याक्क सल्लाहगारी निस्किन्छु त्यहाँबाट चाहिँ हाम्रो अरुणीको राजमार्ग भेटिन्छ हैन भेट पर्छ दुवाकोटबाट निस्किसकेपछि लगभग 5 मिनेटमा चाहिँ म यहाँ ठ्याक्क मेन हाम्रो अरुणीको हाइवे भेटेँ अब चाहिँ हाम्रो जिरीको यात्रा सुरु हुन्छ यो चाहिँ बनेपा बजार ल अहिले चाहिँ म धुलखेल आइपुगेको छु हैन र धुलखेलबाट ओह्रालो झर्दैछु अब यहाँसम्म आउँदा चाहिँ मेरो घरबाट ठ्याक्क 24 किलोमिटर रहेछ हैन अनि 24 किलोमिटर 4% अहिले 5% चार्ज खाएको थियो यहाँ धुलखेलबाट म लगभग 3 किलोमिटर जति तल झर्दा चाहिँ 1% चार्ज चाहिँ भयो हैन भनेको झन्नै 5% मा 23 किलोमिटर चाहिँ म आज हिँडेँ यो भनेको चाहिँ मलाई के लाग्छ भने यो चाहिँ राम्रै रेन्ज हो हैन बिआइडी डल्फिनले दिएको अलिकति यो उता त्यो धुलखेलसम्म पुग्दाखेरि कच्ची बाटोमा चाहिँ सट्टै तेल खायो के अरे सरी चार्ज कन्ज्युम गरिदिन्थ्यो हैन तर अहिले यो अब धेरै लोड पनि नभएर होला म एक्लै छु हैन त्यही भएर चाहिँ अलि लोड कम भएर पनि होला चार्ज एकदमै दिइरहेछ यही रेन्जमा दिने हो भने त सही मजा हुन्थ्यो हैन भनेको 5%ले 23 किलोमिटर भनेको 1%ले झन्डै 4 किलोमिटर भनेको चाहिँ अब 100%ले चाहिँ झन्डै के त 400 किलोमिटर कुद्ने चाहिँ देख्नु तर त्यो त 400 त कुद्दैन यसको 300 मात्र हो हैन अहिले उकालोमा चाहिँ फेरि यस्तो टेन्सन हुने गरी चाहिँ चार्ज खाइदिन्छ यसले हैन अब अहिले हामी मुडेको उकालोमा पनि हेरौँ कति पर्सेन्टबाट चाहिँ माथि खैढुङ्गा निस्किनु रहेछ पनि हेर्छौँ हैन र अब यस्तै भइरहेछ है रमाइलो भइरहेछ एक्लै छु गाडीमा अब एक्लै चाहिँ मैले यसरी जिरी जाँदा एक्लै चाहिँ ट्राभल चाहिँ गरेको थिएन अहिलेसम्म मलाई जहाँसम्म लाग्छ यो चाहिँ फर्स्ट टाइम हो हैन अब केही छैन रमाइलो छ हैन अब अलिकति यो गान्टाङगुन्डुङ बाटो छ 6 किलोमिटर जति हैन अब यो बाटो गान्टाङगुन्डुङ बाटो सकिएपछि तल 6 किलोमिटर भन्दा तल खावा डाँडाबाट चाहिँ एकदमै राम्रो बाटो छ र हेर्दै जाउँ है यता चाहिँ अब अस्ति पहिरो झरेर पनि बाटो ब्लक पनि भएको थियो ल अहिले चाहिँ हामी यो केराघारी भन्ने ठाउँमा पुगेका छौँ हैन यहाँ चाहिँ अलि तलतिरबाट चाहिँ पुरै लस्सी खाने ठाउँ पसलहरू चाहिँ सुरु हुन्छ अब एउटा यहीँ पनि रहेछ हैन यहाँ चाहिँ लस्सी कफी हैन खुवाहरू यस्तोको लागि चाहिँ यो ठाउँ चाहिँ एकदमै फेमस छ र अब धेरै मान्छेहरू चाहिँ यता आउँदाखेरि लस्सी पनि खानुभयो होला है पनि खानुभएको छ खाएकोहरूले चाहिँ एकचोटि कमेन्ट पनि गरिदिने है त अहिले चाहिँ म ठ्याक्क यहाँ केराघारी पुगेँ हैन केराघारी लस्सी खाने ठाउँ
र अहिले चाहिँ ठ्याक्क 11:45 भएको छ ट्रेन चाहिँ। अनि र अहिले यहाँ पुग्दाखेरि चाहिँ समय चाहिँ 11:45 भयो होइन। अनि ठ्याक्क किलोमिटर चाहिँ म 29.3 किलोमिटर चाहिँ हिँडेछु अहिलेसम्म। र फेरि चार्ज चाहिँ रिजेन भएर फेरि 97% मै पुगेको छ। अघि 95 मा झरेर फेरि ओह्रालो आइसकेपछि चाहिँ फेरि चार्ज रिजेनरेट भएर अहिले चाहिँ 97% चाहिँ मेरो गाडीमा चार्ज छ। अनि त्यसो अब अलिकति वेट अथवा गाडीमा लोड नहुँदाखेरि चाहिँ धेरै नै फरक पर्ने रहेछ है यो उसमा चाहिँ के भन्छ अब यसले दिने रेन्जमा चाहिँ धेरै फरक पर्ने रहेछ होइन। अरू बेलामा नर्मली अब हामी गाडीमा 3-4 जना हिँड्दाखेरि लौ धुलखेल पुग्दाखेरि नै 10-15% खाइदिएको जस्तो लाग्थ्यो चार्ज होइन। तर अहिले आज जम्मा 3% मा चाहिँ उहाँ मेरो घरदेखि धुलीखेलसम्म चाहिँ गाडी आयो होइन। मलाई चाहिँ अचम्म लागिरहेछ है। र अहिले चाहिँ यो केरा गाडी भन्दा अलिक तलतिरको बाटोमा सरर हामी हिँडिरहेछौँ। यता चाहिँ अब अघि नै पनि मैले भनेँ चाहिँ कफीको लागि चाहिँ एकदमै फेमस ठाउँ हो यो होइन। अब यहाँ को आएर कफी पनि खानु भएको होला यो बाटो हिँड्दाखेरि। खानुभएको छ भने कमेन्ट गर्नुहोस् है त। ल हामी अगाडि बढ्दै गर्नेछौँ। ल अहिले चाहिँ म ठ्याक्क 5 खाल पुगेँ होइन। 5 खालसम्म पुग्दाखेरि अहिलेसम्म मेरो गाडीमा चार्ज चाहिँ 98% छ। र म अहिलेसम्म चाहिँ 35 किलोमिटर चाहिँ घरबाट ट्राभल गरेछु होइन। र यो ओह्रालो आउने क्रममा चाहिँ गाडी चार्ज पनि भयो होइन, पावर रिजेन पनि भयो। र मलाई एउटा कुरा अचम्म लागेको चाहिँ यो यसमा लोड कम भयो भने चाहिँ रिजेन पनि फास्ट भयो जस्तो लाग्यो र चार्ज कन्जम्सन चाहिँ एकदमै लो हुँदो रहेछ होइन। मैले अब यसरी अब लङ डिस्टेन्समा यसरी यति कम लोडमा अहिले त म मात्रै छु खासै गाडीमा, अरू त्यस्तो सामान पनि केही पनि छैन होइन। त्यही भएर नि होला यो रेन्ज चाहिँ लास्टै धेरै दिँदो रहेछ। यस्तो गर्दा चाहिँ अरू बेलामा चाहिँ नर्मली यो बाटोमा 4जना अनि पछाडि अब सामानहरू होइन धोक्रो सक्रो यताउता बोकेर हिँडिन्थ्यो। त्यति बेला चाहिँ चार्ज धेरै खान्थ्यो। तर आज चाहिँ मलाई के भयो भन्दाखेरि यो गाडीमा भयो भने चाहिँ चार्ज चाहिँ एकदमै दिने रहेछ है। यो चाहिँ 5 खाल बजार होइन, यस्तो छ सर 5 खाल बजार होइन। लामो छ, परदेखिको बजार हो होइन। 1-1.5 किलोमिटरै छ जस्तो लाग्छ मलाई चाहिँ बजार होइन। त्यति ठुलो छ, लामो छ। ल है यो चाहिँ 0 किलो, अब यहाँ चाहिँ 0 किलो भनिन्छ होइन, यस्तो छ। र अब 5 खालबाट यहाँ आउन चाहिँ खासै धेरै टाइम चाहिँ लाग्दैन होइन। भनेको जम्मा त्यही 4 किलोमिटर जति मात्र हो 5 खालबाट यो 0 किलोसम्म पुग्नको लागि चाहिँ। र अहिलेसम्म यहाँसम्म आइपुग्दाखेरि मेरो गाडीमा चार्ज भनेको 98% छ। र मैले अहिलेसम्म ट्राभल गरेको डिस्टेन्स भनेको चाहिँ 39 किलोमिटर डिस्टेन्स चाहिँ मैले ट्राभल गरेँ होइन। अब चाहिँ यहाँबाट बाटो चाहिँ एकछिन चाहिँ रमाइलो पनि छ होइन, गाडी कुदाउनु मजा आउँछ। अहिले अब जस ठिकै छ भनौँ, त्यस्तो नराम्रो पनि होइन, त्यस्तो धेरै राम्रो पनि होइन। बाटो चाहिँ ठिकै छ, जस गाडी चलाउनको लागि रमाइलो छ है। यता बाटो चाहिँ रमाइलो छ होइन। भ्यू चाहिँ खासै त्यस्तो खासै चाहिँ देखिँदैन। अलिक खोजै खोज, खोलाको छेउ चाहिँ हामी ट्राभल गर्दै जान्छ। अब अलिकति बर्खाको समयमा यो बाटो हिँड्न चाहिँ अलिकति रिस्की पनि छ होइन। यहाँ चाहिँ धेरै पहिरोहरू झर्ने नि गर्छ र पानी परिसकेपछि माथिबाट चाहिँ भलहरू नि आउने गर्छ। अस्ति म दसैँमा फर्किँदाखेरि पनि त्यस्तै समस्या चाहिँ भएको थियो। मैले त्यो भिडियो चाहिँ हालेको छैन, म केही समयमा त्यो भिडियो नै हाल्नेछु। तर अलिकति अवेर चाहिँ हुनुपर्छ पानी पर्दाखेरि हिँड्दा। अरू बेलामा हिँड्दा त रमाइलो छ, मजा पनि हुन्छ यो बाटो। ल अहिले चाहिँ हामी ठ्याक्क दोलल घाट आइपुगेका छौँ। अब यो चाहिँ दोलल घाटको इन्द्रावती
नदीको पुल तर्दैछौँ र यो एकदमै पुरानो पुल पनि हो र यताबाट इन्द्रावती र उतापट्टिबाट चाहिँ भोटेकोसी आएर यहाँ तल यहाँ देखिन्छ देख्दैन होइन यहाँ तल चाहिँ मिक्स भइसकेपछि अनि यो कोसीको नाम चाहिँ त्यो पछि हुन जान्छ सुनकोसी होइन त र सुनकोसी र तामाकोसीको चाहिँ फेरि खुरकोटभन्दा तलतिर चाहिँ भेट हुन्छ है त्यहाँबाट पनि सुनकोसी नै भनिन्छ अझ विकराल रूप लिन्छ त्यहाँबाट चाहिँ अनि गएर उता चतरामा गएर चाहिँ कोसीसँग चाहिँ सप्तकोसीको चाहिँ मिलन हुन्छ र अहिले चाहिँ हामी यो दोलघाटमा छौँ अब दोलघाट चाहिँ पहिलादेखि नै एकदम माछाको लागि चाहिँ फेमस ठाउँ हो होइन यहाँ चाहिँ माछा खाने हो यसरी चाहिँ त्यो पसलतिर पनि पुरा होइन बाहिरैतिर चाहिँ माछा देखाएर राखेको हुन्छ झुनाएर भ्याङ गरेर पनि राखेको छ होइन माछाको लागि चाहिँ एकदमै प्रख्यात ठाउँको रूपमा चाहिँ मानिन्छ दोलघाटलाई पहिलादेखि नै है अब अहिले खोलाको माछा त पाइन्छ पाइँदैन थाहा छैन होइन तर जस पालेकै भए पनि माछा चाहिँ पाइन्छ र अब यहाँसम्म आइपुग्दाखेरि अहिलेसम्मको मेरो अवस्था चाहिँ हामी 49 किलोमिटर चाहिँ ट्राभल गरेछौँ मेरो घरबाट दुवाकोटबाट यहाँ आउँदाखेरि चाहिँ 49 किलोमिटर 97% होइन र हामी यहाँबाट चाहिँ झन्डै 10:30मा हिँडेको बिस्तारै बिस्तारै आइरहेको छ आजमा त्यही भएर यहाँसम्म पुग्दाखेरि चाहिँ 12:17 चाहिँ टाइम भएको छ है त अब चाहिँ हामी यहाँबाट अब खाडी चौरतिर चाहिँ प्रस्थान गर्दैछौँ ल यो ठाउँलाई चाहिँ अब बनदेउ भन्छ होइन अब यहाँ चाहिँ के छ भन्दाखेरि यहाँबाट सिन्धुपाल्चोकको सदरमुकाम चौतारा है यो बाटो गयो भने चाहिँ चौतारा पुग्छ होइन र अब अहिले चाहिँ हामी अब जिरी जाने भएको भएर हामी चाहिँ यता राइटपट्टि चाहिँ लाग्दैछौँ होइन यहाँ चाहिँ अब यहाँबाट चाहिँ राइट लागिसकेपछि चाहिँ अब हामी लामसाङजिरी सडकमै छौँ है अहिले चाहिँ अब यहाँ चाहिँ एउटा चेकिङ आउँछ बनदेउ चेकिङ सशस्त्र प्रहरी बलको चाहिँ चेकिङ पनि छ यो चाहिँ पुलिस चेकिङ तर यहाँ पनि खास चाहिँ त्यस्तो चेक चाहिँ केही पनि हुँदैन ल यो चाहिँ अब सिमले आइपुगेका छौँ हामी र अहिले यो ठाउँ चाहिँ एकदम लोकल कुखुरा होइन लोकल माछा र भातको लागि चाहिँ एकदम फेमस ठाउँ पनि हो होइन यहाँ चाहिँ धेरै जस्तो प्राइभेट गाडी र इभी गाडीहरूले चाहिँ खाना खाने गर्छन् र यहाँको मलाई एउटा के ठिक लाग्छ नि हामीले यहाँ खाजा अथवा खाना खान चाहिँ गाडी लग्यौँ भने चाहिँ पुरा उहाँहरूले चाहिँ वास पनि गरिदिनुहुन्छ होइन त्यो चाहिँ मलाई ठिक लाग्छ होइन अब खाना खाउन्जेल अथवा खाजा खाउन्जेलसम्म गाडी पनि सफा हुने भयो होइन अब यो चाहिँ त अब माइला दाईको होइन म चाहिँ धेरै जस्तो चाहिँ यहाँनिर खाना खान्छ अब आज चाहिँ अलि अफ टाइम भयो होइन खाजा खाने बेला नि भएको छैन खाना खानलाई पनि ढिला भइसक्यो र मैले आज चाहिँ घरबाटै खाना खाएको भएर चाहिँ म यहाँ चाहिँ रोकिनँ होइन अब माथि खैढुङ्गा माथि डाँडातिर चाहिँ चिसोमा एकछिन बसेर चिया खाने चाहिँ प्लान गर्नु पर्ला होइन यो चाहिँ बाटो अप्ठ्यारो चाहिँ यस्तो अप्ठ्यारो बाटोमा यसरी स्पिड चाहिँ नआइदिएको भए चाहिँ हुन्थ्यो अब आइहाल्नु होइन एक्सिडेन्ट हुनु सक्छ नि त है त ल यो बाटो ड्राइभ गर्न चाहिँ सही मजा पनि छ होइन होइन अब धेरै चाहिँ अब यता सुकुटी बिचहरूतिर होइन यतातिर चाहिँ रिजोर्टहरू पनि धेरै छ त्यही भएर अब धेरै मान्छे यता आउनु पनि भएको होला होइन त्यस मलाई चाहिँ यो बाटोमा यसो ड्राइभ गर्न चाहिँ रमाइलो लाग्छ है हाम्रो हाइवे होइन यो चाहिँ
चाहिँ अरुणको राजमार्ग कोही अलिकति अप्ठ्यारो बाटो अब बर्खामा पानी पर्दाखेरि चाहिँ यहाँ चाहिँ साह्रै टेन्सन हुन्छ यो बाटो खस्छ कि भनेर यो चाहिँ अलि अब बढाउन नमिल्ने र भत्क्यो भने बनाउन पनि नमिल्ने भएको भएर पानी पर्दाखेरि चाहिँ तनाव हुन्छ तर तनाव केही भएको छैन होइन राम्रै भइरहेछ ल अहिले चाहिँ अब म यहाँ अँधेरी भन्ने ठाउँमा चाहिँ पुग्न लागेँ होइन र तपाईँहरू यो बाटो हिँड्दै हुनुहुन्छ भने र इभी चार्जिङ स्टेसन चाहिन्छ भने यहाँ पनि एउटा चार्जिङ स्टेसन चाहिँ छ होइन यो 60 किलोवाटको जस्तो लाग्छ छिटै चार्ज हुन्छ होइन र खाली नै हुन्छ प्रायः र उता बिचमा पनि छ चार्जिङ स्टेसनहरू त यता पछाडि पनि छ अब त्यो चाहिँ खाना खाने ठाउँहरूमा भयो होइन यो चाहिँ अब यहाँनिर चाहिँ चार्जिङ स्टेसन ट्याक्क छ है लौ खाली नै हुन्छ भनेको अहिले नै खाली नै रहेछ यहाँ चार्ज गरेर जान पनि सकियो है त म नर्मली अलि गाडीमा चार्ज कम हुँदाखेरि चाहिँ यहाँ चार्ज गर्थेँ होइन तर आज चाहिँ अब मेरो गाडीले चार्जै खाइरहेछ मलाई अचम्म लागिरहेछ अहिलेसम्म हामी 70 किलोमिटर ट्राभल गऱ्यौँ मेरो घरबाट यहाँसम्म चाहिँ ठ्याक्क 70 किलोमिटर रहेछ र यहाँसम्म आउनलाई जम्मा 8% चार्ज खायो है भनेको 8% चार्जमा चाहिँ म अहिले यहाँ खाइडीसरमा छु होइन र मेरो गाडीमा चार्ज चाहिँ 92% छ र यो चाहिँ मलाई अचम्मै लाग्यो होइन पहिला अब लोड आउँदाखेरि चाहिँ झनै 20-25% खान्थ्यो तर यो खाली आउँदाखेरि चाहिँ झन् 7%मा उहाँ दुवाकोटबाट चाहिँ यहाँ खाडीसर 70 किलोमिटर चाहिँ ट्राभल गरिएछ है त अब यो उकालोमा चाहिँ अलिकति यसले स्वाट्ट चार्ज खाइदिन्छ होइन अब हेरौँ कति चार्ज खाँदैछ अब हामी 27 किलोमिटर चाहिँ अब ठाडै मुडेको उकालो भन्ने त आउने छ होइन खाइडचोरबाट मुडे चाहिँ उकालो जाँदैछौँ 27 किलोमिटर अब त्यति बेलामा चाहिँ कति चार्ज खान्छ त्यो पनि हेर्नेछौँ है र यो चाहिँ खाइडचोर बजार पहिला चाहिँ काठमाडौँबाट गाडीहरू आउँदाखेरि चाहिँ एकदमै खाना खानको लागि चाहिँ प्रसिद्ध ठाउँ हो होइन यहाँ चाहिँ खानाहरू खाने होइन ठाउँ थियो अब अहिले चाहिँ अब खानको लागि चाहिँ अब यो गाडीहरू रोक्नुको लागि एकदमै कन्जस्टेड छ होइन त्यही भएर अलि यताउता सरेछ र यहाँ चाहिँ पहिला चाइनाको सामानहरू आउने होइन चाइनिज सामानहरू चाहिँ सस्तोमा पाइन्छ भनेर सामानहरू किनमेल पनि गर्ने गरिन्थ्यो तर अब अहिले चाहिँ अब यता बोर्डर खुला त छ तर पहिला जस्तो त्यस्तो धेरै अब जे पनि आउने जाने पनि छैन है त्यो हिसाबले चाहिँ अब सामानहरू अलिक महँगै हुन्छ अहिले चाहिँ अब पहिला जस्तो चाहिँ नभए पहिला चाहिँ यता यो बाटो हिँड्ने कि जसले पनि गाडीमा चाहिँ सिरकहरू चाहिँ बोकेकै हुन्थ्यो होइन सिरकहरू चाहिँ सस्तो पाइन्छ यहाँ भन्थ्यो तर अब अहिले चाहिँ यहाँ पनि महँगै हुन्छ त्यस्तो धेरै सस्तो चाहिँ हुँदैन ल अब यो चाहिँ खाइडचोर बजार अलिकति अब बजार सानो छ बाटो पनि सानो छ होइन यहाँ चाहिँ अब उता माथि 12 बिसे खोर्सानीबारी होइन उता चाइना बोर्डरतिर जाने गाडी र यता दोलखा रामेछाप सिन्धुपाल्चोक जाने गाडीहरू चाहिँ धेरै नै आउँछ तर बाटो चाहिँ अलिक सानो छ त्यही भएर अलिकति जाम पनि भइरहेछ र यहाँबाट राइट लागिसकेपछि चाहिँ हामी जिरीतिर चाहिँ अगाडि बढ्छौँ यो चाहिँ यो पुल तरेपछि अब चाहिँ जिरी जाने उकालो सुरु भयो अब चाहिँ हेरौँ गाडीले चार्ज कति खान्छ है त ल अब यहाँबाट उकालो लागिसकेपछि हाम्रो बाटो पुरै टर्निङ छ होइन अब यो बाटो हिँड्ने साथीहरूले चाहिँ यहाँ ल माथि 10 किलोमिटरसम्म जाँदाखेरि कतिवटा टर्निङ छ चाहिँ कमेन्ट गर्नु होला है त यहाँ धेरै टर्निङहरू छ मैले एक्ज्याक्ट गनेको त छैन होइन तर कतिवटा छ त्यो चाहिँ कमेन्ट गर्नु हुन म अनुरोध गर्न चाहन्छु है त ल अहिले चाहिँ हामी ठ्याक्क पाखर आइपुग्यौँ म चाहिँ होइन अब योलाई चाहिँ ठुलो पाखर भन्छ क्या अब यहाँसम्म आइपुग्दाखेरि चाहिँ तलबाट हामी 16 किलोमिटर माथि चढ्यौँ अघि 70 थियो अहिले चाहिँ 86 किलोमिटर भयो र अहिलेसम्ममा चाहिँ चार्ज चाहिँ मेरो अहिले तलबाट हिँड्दाखेरि 92 थियो अहिले चाहिँ 77% चाहिँ चार्ज बाँकी छ भनेको अलि उकालोमा चाहिँ मजाले चार्ज कन्ज्युम गर्यो होइन अब हेरौँ माथि अब मुडीसम्म पुग्दाखेरि कति चार्ज चाहिँ कन्ज्युम गर्ने रहेछ
अब चाहिँ म ठ्याक्क सिलढुङ्गा आइपुगेँ र यहाँबाट मुडे पुग्न चाहिँ ठ्याक्क 6 किलोमिटर छ होइन। बाटो चाहिँ अलि अप्ठ्यारो छ अब यहाँबाट हेरौँ अब गाडीले कति चार्ज खान्छ है त। अब चाहिँ हामी मुडे पुग्न लाग्यौँ। अब यहाँ चाहिँ यो बाटो चाहिँ जति पिच गरे पनि कहिले पिच बस्दैन के भएको होइन। बाटो चाहिँ यस्तो छ कि ल अहिले चाहिँ हामी ठ्याक्क मुडे बजार पुगेका छौँ होइन। यो चाहिँ मुडे बजार हो पुरानो। अहिले पनि यहाँ चाहिँ धेरै चाहिँ खाना उताबाट काठमाडौँ फर्किने गाडीहरूको मेन खाना खाने स्टेसन चाहिँ अब यही मुडे लिन्छ होइन। अब अहिले चाहिँ खासै गाडीहरू पनि रहेन छ किनभने टाइम अफ टाइम हो। 1-2वटा गाडी चाहिँ रहेछ है त। काठमाडौँबाट छिटो आउने अथवा काठमाडौँतिर फर्किने गाडीहरूले चाहिँ धेरै खाना खाने ठाउँ चाहिँ यो चाहिँ पहिलादेखि नै प्रख्यात ठाउँ पनि हो र यहाँ चाहिँ आलु पनि किन्न पाइन्छ होइन। अब हुन त अहिले अब यो लेकको आलुको चाहिँ अहिले अब रोप्ने टाइम हो होइन। अहिले यो टाइम भनेको चाहिँ अफ सिजन हो तर पनि अब यहाँ चाहिँ खोजेर अहिले आलु छुर्पीहरू राखेको चाहिँ देखिन्छ। अब कोही आलु लभर अथवा छुर्पी लभर हुनुहुन्छ भने पनि यहाँ आएर चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ है त। अब हामी मुडे कट्यौँ र मुडेसम्म आइपुग्दाखेरि चाहिँ अहिलेसम्म 97.2 किलोमिटर चाहिँ मेरो गाडी हिँड्यो। त्यसमा 66% चाहिँ चार्ज बाँकी छ। अब अघि तल हुँदाखेरि चाहिँ 92% थियो। 70 किलोमिटर चाहिँ डिस्टेन्स भनेको त्यति ट्राभल गरेको थियौँ। अब 70बाट 97 भनेको ठ्याक्कै हामीले 27 किलोमिटर चाहिँ ट्राभल गऱ्यौँ र 27 किलोमिटर ट्राभल गर्दाखेरि कति पर्सेन्ट चार्ज खायो भन्दाखेरि तपाईँको चाहिँ 92 अघि तल थियो। अहिले अब कति छ भन्दाखेरि अहिले चाहिँ 92 - 66 गर्दाखेरि ठ्याक्कै 26% चार्ज चाहिँ खायो है त गाडीले। अब फेरि हामी अगाडि चाहिँ बढ्दैछौँ ल है त। अब चाहिँ हामी ठ्याक्क दोलखा जिल्लामा चाहिँ प्रवेश गऱ्यौँ। अब योभन्दा यता चाहिँ सिन्धुपाल्चोक भयो। योभन्दा अब यता चाहिँ हामी चाहिँ अहिले चाहिँ दोलखा जिल्ला चाहिँ प्रवेश गरेका छौँ होइन। अब अहिले चाहिँ यहाँ नि होटल सोटल टन्नु भइसकेको छ। इभी चार्जिङ पनि रहेछ तर यो चाहिँ जिबिटी चार्जर जस्तो लाग्यो। CS2 चाहिँ छैन जस्तो लाग्छ। ल अब चाहिँ हामी दोलखा जिल्लामा प्रवेश गऱ्यौँ। अहिले चाहिँ अब ठ्याक्क खैरढुङ्गा ठ्याक्कै 100 किलोमिटर कुदिएछ र गाडीले चार्ज चाहिँ 64% बाँकी छ है त। 64%मा 100 किलोमिटर हिँड्यो। अब एकछिन चरिकोटसम्म पुग्दाखेरि चाहिँ फेरि रिजेन पनि हुन्छ होइन। अब खैरढुङ्गामा चाहिँ अब अहिले होइन धेरै मान्छेहरूको चाहिँ यो फोटो खिच्ने ठाउँ फोटो बुथ अथवा फोटो स्टेसन जस्तो नि भएको छ होइन। यो बाटो हुँदै ट्राभल गर्ने धेरै मान्छेहरू चाहिँ यहाँ रोकेर फोटोहरू खिच्ने गर्नुहुन्छ। अहिले अब यहाँ धेरै भिडभाड पनि देखिन्छ होइन र एकदम दृश्य पनि एकदम रमाइलो र राम्रो देखिन्छ। फोटो त झन् एकदम A1 पनि आउँछ होइन। अब मैले चाहिँ रोकेर फोटो खिचिनँ किनभने अब एक्लै हुन्छु होइन। पछि फेरि यही बाटो हिँड्दाखेरि चाहिँ फेरि फोटो खिचेर यहाँको दृश्यहरू कस्तो देखिन्छ त्यो पनि हाल्नुलाई त। र अब यहाँबाट चाहिँ ओह्रालो सुरु भयो र मेरो गाडीले चाहिँ अब चार्ज चाहिँ रिजेन अथवा रिचार्ज हुन पनि थाल्छ। अब कति चार्ज हुन्छ त्यो पनि हेर्नुलाई त। अहिले चाहिँ अब म ठ्याक्क चर्नावती पुल अथवा चरङ्गे पुल पनि भनिन्छ होइन। यहाँसम्म चाहिँ पुरा ओह्रालो थियो। अब यहाँबाट चाहिँ सिधा बाटो छ। अब यहाँसम्म आइपुग्दाखेरि झन् 4% जस्तो इनर्जी चाहिँ रिजेन भएको छ मेरो गाडीमा।
अब यहाँबाट चाहिँ 150 छ होइन, धेरै चाहिँ चार्ज खाँदैन, लगभग 3-4%मा चाहिँ चरीकोट पुगिन्छ। अब हेरौँ कति खाँदो रहेछ। यहाँ चाहिँ अलिकति बाटो बिग्रेको पनि छ एकैछिन चाहिँ, र अलिकति परतिर पुगिसकेपछि चाहिँ बाटो फेरि राम्रै छ। र यो बाटो नि खै अब यहाँ पनि बिग्रेको गर्छ जति बनायो के भएको, अब त्यो चाहिँ यो रोड बनाउँदा थाहा होला। अब हामी अलि ओरा आइसकेपछि चाहिँ यो चाहिँ अब दोलखा जिल्लाको एकदमै फेमस ठाउँ, जाने ठाउँ चाहिँ यहाँ अलिकति अगाडिबाट छ होइन, सबैले सुन्नुभएको होला, कालिम्चोक भगवती मन्दिर जाने ठाउँ। अब यहाँनिरबाट लेफ्टपट्टि लाग्यो, यो जुन बाइक आइरहेछ त्यो बाटोतिर लाग्यो भने चाहिँ कालिम्चोक भगवती मन्दिर पुगिन्छ। झन् यहाँबाट चाहिँ 15 किलोमिटर छ, उकालो छ। अब अहिले चाहिँ बाटोको अवस्था कस्तो छ चाहिँ थाहा छैन, म पनि 2-3 वर्ष अगाडि गएको थिएँ होइन। जोसमारीसम्म बाटो अहिले चाहिँ बन्दैछ भनौँ। हेलो गाइस, अहिले चाहिँ हामी ठ्याक्क चरीकोट आइपुग्यौँ र चरीकोटसम्म आइपुग्दाखेरि अहिलेसम्म चाहिँ 121 किलोमिटर चाहिँ हिँडिएछ मेरो घरबाट। र यहाँसम्म आइपुग्दाखेरि अहिलेसम्म चाहिँ 63% चार्ज छ मेरो गाडीमा। अब चाहिँ भोलि उता जिरीबाट फर्किन अलिकति पुग्दैन के भन्नु, यहाँ अलिकति चार्ज टपअप गरेर चाहिँ हामी जान्छौँ होइन। अब चार्जिङ स्टेसन चाहिँ एउटा यहाँ पनि छ र अलिक तल पनि छ, यहीँ खाली छ भने चाहिँ यहीँ गरेर जानु पर्ला। प्याक रहेछ यहाँलाई, यो चाहिँ प्याक रहेछ, यो चाहिँ प्याक रहेछ। अब हामी अलिकति तल बस पार्कमा गएर चाहिँ चार्ज गर्छौँ। त्यहाँ पनि एउटा चार्जिङ स्टेसन छ, 60 किलोवाटको चाहिँ चार्जर छ। यसलाई चाहिँ चार्ज बाटो भन्छ है। अब यताबाट राइट लाग्यो भने सरिगाई, लेफ्ट लाग्यो भने दोलखा सिङ्गटी, सिधा गयौँ भने चाहिँ हामी जिरी पुग्छौँ। हाम्रो चाहिँ जिरीतिरकै गन्तव्य अगाडि बढ्छ है त। अब चार्ज गरेर चाहिँ जान्छ सगरमाथा रेस्टुरेन्टमा चाहिँ चार्ज गरेर चाहिँ यो चाहिँ हाम्रो चार्जिङ स्टेसन हो। यो चाहिँ अब हामी चार्जमा राख्छौँ। दुईवटा गाडी रहेछ, एउटालाई त्यहाँ हटाउनु पर्यो। आउँदा चाहिँ मेरो गाडीले 64% चार्ज चाहिँ बाँकी थियो होइन। अब जिरी त मजाले पुग्छ, तर भोलि फर्किँदाखेरि चाहिँ टेन्सन नहोस् भनेर मैले यहाँ गाडी चार्ज गरेँ र चार्ज चाहिँ 92% चार्ज गरेको छु, किनभने 8% चाहिँ यो ओह्रालोमा छ, 17 किलोमिटर ओह्रालो छ होइन। तलसम्म पुग्दाखेरि चाहिँ फेरि पावर रिजेन भएर तामाकोसी पुग्दाखेरि चाहिँ ठ्याक्क 100% पुग्छ। त्यही भएर मैले चाहिँ 92% चार्ज गरेर अब यहाँबाट चाहिँ तलतिर अगाडि बढेँ। अब यहाँ तामाकोसीसम्म पुग्दाखेरि चाहिँ मेरो 99% चार्ज छ होइन। अब यहाँबाट जिरी चाहिँ 37 किलोमिटर छ। अब हेरौँ कति चार्ज खान्छ। र यहाँबाट उकालो लागिसकेपछि बाटो चाहिँ एकदम रमाइलो पनि छ होइन, सल्लाह गाडी बाटो एकदम फिलिली पनि छ भनेको, गाडी कुदाउन चाहिँ एकदम मजा पनि आउँछ होइन। र यहाँबाट चाहिँ यो 37 किलोमिटर ट्राभल गरेको चाहिँ कतिखेर ट्राभल गरिएन थाहा हुँदैन, एकदम फास्ट हुन्छ। ल गाइज, अहिले चाहिँ म ठ्याक्क मैले परे आइपुगेको छु होइन। काठमाडौँबाट चाहिँ डिस्टेन्स चाहिँ 157 किलोमिटर फ्रम माई होम। र अहिलेसम्म यहाँ आउँदा चाहिँ मेरो गाडीमा चार्ज चाहिँ 81% छ। अहिले मैले चरीकोटमा चाहिँ 64बाट 93 पुऱ्याएको थिएँ होइन। अनि 93 भइसकेपछि तल
तामाकोसी झरुन्जेल चाहिँ रिजियनबाट फेरि 98 मा थियो त्यहाँबाट यहाँसम्म ट्राभल गर्दाखेरि चाहिँ ठ्याक्क 81% मा चाहिँ मेरो गाडी अहिले छ। तामाकोसीबाट उकालो लागिसकेपछि चाहिँ हामी खावा डाँडामा चाहिँ पुग्छौँ होइन। अब यो खावा डाँडाबाट यहाँबाट चाहिँ बेलुकाखेरि यस्तो मजाको चाहिँ सनसेट देख्थ्यो, तर म अलिकति ढिला भएछु, घाम चाहिँ डुबिसकेछ होइन। अलिकति आधी घन्टा जति अगाडि म यहाँ पुगेको भए चाहिँ यस्तो मजा हुन्थ्यो होइन। यहाँबाट चाहिँ मजाको सनसेट भ्यू चाहिँ देख्न पाइन्थ्यो। अब यहाँ चाहिँ खावा बजार, योबाट चाहिँ अब जिरी नगरपालिका चाहिँ सुरु भयो र हामी जिरीतिर चाहिँ अगाडि बढ्यौँ। लगाइ चाहिँ अहिले चाहिँ म ठ्याक्क जिरी बजार आइपुगेँ। यहाँसम्म ट्राभल गर्दाखेरि चाहिँ 178 किलोमिटर चाहिँ ट्राभल गरिएछ होइन। र तामाकोसीबाट यहाँ आउँदा चाहिँ ठ्याक्क 25% चार्ज चाहिँ मेरो गाडीले खाएछ। हस् त आजलाई यति नै। फेरि पनि म यस्तै भ्लगहरू बनाउँदै गर्नेछु। तपाईँहरूले माया गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ, लाइक र सेयर गरिदिनुहुन्छ भने आश पनि राख्दछु। हस्, थ्याङ्क यू।